हार्दिक धन्यवाद कार्यक्रम सञ्चालकज्यू। स्थापित प्रोटोकल अनुसार सबैलाई सम्बोधन यथोचित। म छोटोमा 2 मुक्तक सुकुमार 3 मुक्तकहरू छ। एउटा चाहिँ आजैको दिन 2 वर्ष अगाडि लेखिएको मुक्तक रहेछ, त्यसलाई पनि सुनाउन चाहन्छु। 4-4 लाइनको भएको कारणले यहाँहरूको समय म धेरै लिने छैन। मुक्तक मन परेको खण्डमा यहाँले जोरदार तालीको साथ चाहिँ कविलाई प्रोत्साहित गर्न सक्नुहुनेछ। मुक्तक म सिधै मुक्तकमा जान चाहे। यहाँलाई हार्दिक अभिवादन। मुक्तक नम्बर 1। घुन पुतलाले नबिगारने, घुन पुतलाले नबिगारने, बाँदरले नरुचाउने, घुन पुतलाले नबिगारने, बाँदरले नरुचाउने, पहाडको अन्नबाली आत्मनिर्भर बनाउने, घुन पुतलाले नबिगारने, बाँदरले नरुचाउने, पहाडको अन्नबाली आत्मनिर्भर बनाउने, परिकार झन् स्वादिला, परिकार झन् स्वादिला दुध मोहीसँग खाँदा, परिकार झन् स्वादिला दुध मोहीसँग खाँदा, पोषणको स्रोत हो कोदो, पोषणको स्रोत हो कोदो, अनिकालमा बचाउने, पोषणको स्रोत हो कोदो, अनिकालमा बचाउने। मुक्तक नम्बर 2। जङ्क फुड खाँदा कुपोषित बन्छन् छोराछोरी, जङ्क फुड खाँदा कुपोषित बन्छन् छोराछोरी, लेक बेसी बारी बाँझै भेटिँदैन मकै घट्ट तोरी, पाखा रेखा खोरियामा फल्ने कोदो अहिले, पाखा रेखा खोरियामा फल्ने कोदो अहिले, सम्भ्रान्तले खान थाले घरको हिराफोरी, सम्भ्रान्तले खान थाले घरको हिराफोरी। मौकामा हिरा फोर्नु, बेमौकामा कौडी नछोड्नु भन्ने हाम्रो उखान छ। अहिले सम्भ्रान्तहरूको सबैभन्दा मिठो खानाको रूपमा कोदो भएको छ। त्यसले गर्दाखेरि म त्यसलाई कोदोको महत्त्वलाई दर्शाउँदै यो दोस्रो मेरो मुक्तक रहेको छ। म मेरो तेस्रो मुक्तक रहेको छ। म फेवातालको पश्चिमपट्टिको भएको कारणले मैले त्यसलाई जोडेर बनाएको छु। फेवातालको पश्चिमपट्टि कुम्दी भुम्दी पातले सिम्लेतिर, फेवातालको पश्चिमपट्टि कुम्दी भुम्दी पातले सिम्लेतिर, हिप्पी हिँडेका पदमार्गमा स्वागत छ है फौला हामी खिर, प्रकृतिको काखमा बसी हिमालसँग नजर जुदाई फेवाताल हेरे, प्रकृतिको काखमा बसी हिमालसँग नजर जुदाई फेवाताल हेरी, झ्याउकिरीको सङ्गीत सुनि नाचौँ हटाई बाधा मर्का पिर, नाचौँ हटाई बाधा मर्का पिर। चौथो मुक्तक अनुभूतिको चास्नीबाट प्रकट, अनुभूतिको चास्नीबाट प्रकट अभिव्यक्तिभित्र ब्रह्मशक्ति मन्त्रशक्ति मिल्दछ पवनमा विचित्र, समर्पण भावले निरन्तर काम्य कर्म साधनाले, समर्पण भावले निरन्तर काम्य कर्म साधनाले भाग्यका द्वार खुल्दछन् सर्वत्र चित्त हुन्छ पवित्र, भाग्यका द्वार खुल्दछन् सर्वत्र चित्त हुन्छ पवित्र। हस्, धन्यवाद, नमस्कार।